कोच खेमले कोच राजु बोल्दै गर्दा डिस्टर्ब गरेपछि कोच राजु केही असन्तुष्ट देखिए। पछि बोल्नुस् भनेर पालो दिँदा पनि बोलेनन्। तिमीले मेरो कुरै सुनेनौ क्या? अब होस् पछाडी सुन्नुहुन्छ। त्यसैगरी कोच प्रमोद र कोच राजुको ब्लगको अधिकार एपिसोड 6 सम्म आइपुग्दा नै सकिसकेको छ भने कोच मेलिनाले आफ्नो एउटा पनि ब्लग प्रयोग गरेकी छैनन्। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई द भोइस अफ नेपालमा यो हप्ता के भयो भन्ने श्रृङ्खलामा। आज हामी द भोइस अफ नेपाल सिजन 7 को 6औं एपिसोडसम्म आइपुग्दा कसको टिम कस्तो बन्यो र द भोइस अफ नेपालका केही रमाइला घटनाहरूको चर्चा गर्दैछौँ। एपिसोड 5 को पहिलो प्रस्तुति दिन बडी बिल्डर तथा जिम ट्रेनर बाल मुकुन्द अवाल आएका थिए। उनको प्रस्तुतिमा चारैजना कोच घुमे। कोच प्रमोद र कोच खेम पेट घटाउने उपाय सोध्दै पुसअप गर्न थाले, तर पुसअप चाहिँ कोच प्रमोद र कोच खेमलाई गर्न लगाएर उनी चाहिँ कोच राजुको टिममा गए। यसै एपिसोडमा जन्तरे र कान्छो दाजुभाइ भोजपुरदेखि गाउन आए, तर यी दुई मध्ये कसैले पनि कोचको कुर्सी घुमाउन सकेनन्। त्यसैगरी सोलुखुम्बुबाट आएकी छिरिङ डोल्मा शेर्पाले चारैजना कोचको कुर्सी घुमाइन् र कोच खेमको टिममा गइन्। त्यसैगरी अन्तिममा रामेछापबाट कर्साङ शेर्पा आएर कोच राजुकै गीत गाएर चारैवटा कुर्सी घुमाउन सफल भए। कोच राजुले कर्साङसँगै त्यो गीत गाए पनि। गाएपछि कोच राजुले त्यसै गीतसँग सम्बन्धित कुरा गर्न चाहेका थिए, तर कोच खेमले डिस्टर्ब गरेपछि कोच राजुले त्यो कुरा सुनाउन चाहेनन्। रेकर्डिङ गर्ने बेला चाहिँ हुन्छ हामी बोलो अन्ततः कार्साङ भने टिम राजुमै गए। त्यसैगरी 6औं एपिसोडमा प्रवीण अवाल आएर चारैवटा कुर्सी घुमाएका थिए, तर कोच प्रमोदले कोच राजुलाई ब्लक गरिदिए। प्रवीणले पनि कोच राजुकै टिममा जाने सोच बनाएका थिए, तर कोच राजु ब्लक भएपछि उनी टिम मेलिनामा चाहिँ गए। यो ब्लक पछि कोच प्रमोदको ब्लक गर्ने अधिकार पनि सकिसकेको छ। कोच प्रमोदले कोच मेलिना र कोच राजुलाई ब्लक गरेका छन् यो सिजनमा, तर उनको एउटै ब्लक पनि काम लागेन। त्यसैगरी कोच राजुले दुईटै ब्लक कोच मेलिनालाई गरेका थिए र उनको ब्लक पनि खेरै गएको छ। कोच खेमले भने एउटा ब्लक प्रयोग गरेका छन् कोच प्रमोदलाई र उनको ब्लक चाहिँ काम लागेको छ। कोच खेमको अझै एउटा ब्लकको अधिकार बाँकी नै छ। कोच मेलिनाले त अहिलेसम्म एउटा पनि ब्लकको अधिकार प्रयोग नगरी जोगाएर राखेकी छिन्। 3 चोटि ब्लक खाएकी कोच मेलिनाले कसलाई ब्लक गर्छिन् त त्यो त हेर्नै बाँकी छ। त्यसैगरी यो हप्ताको अन्तिम प्रस्तुति दर्शकबाट छानिएर आएका ट्यालेन्ट विक्रम कार्कीको रहेको थियो, जसले चारैवटा कुर्सी घुमाएका थिए। उनको चर्चा अहिले सामाजिक सञ्जालभरि छ। तपाईहरुलाई उनको प्रस्तुति कस्तो लाग्यो कमेन्ट गर्नुस् है त। झुटो रहेछ झुटो रहेछ नि दैव जुनी जुनी को बन्धन